बिहानको 8 बजिरहेको छ अनि म चाहिँ अलिकति ज्वरो आएर पर्छ ज्वरो आएर अनि दबाई खाएर नि जानुपर्छ टिका लगाउन मैले चाहिँ अस्ति दसैँमा चाहिँ ल्याएन कि टिका के भन्दाखेरि दसैँमा उति गएन कि यतै लायो अनि त्यही हो पुसै रेडी हुँदैछ अन्त पुसैले भन्ने यस पुसैको नि यात्री टुसार है ब्लगको नाम अनि सब्सक्राइब गर्नुभयो होइन अनि त्यही हो मेरो पनि छ यति हाम्रो ब्लग सब्सक्राइब गर्नु अनि हाम्रो राजदाई यतातिर के बोल्ने हो अनि त्यही हो आजको चाहिँ अब निक्लिनु पर्छ औषधि खानु पर्छ अनि भयो क्या खाना रास्तै बोल्ने हो ल अब औषधि चाहिँ मेरो ढक्कसँगले उयो छ ज्वरो त्यही हो त्यो अब सबै एक बिरको खान्छ हैन 7 ml चाहिँ मैले अब सुरुमा स्वाट पाएर अनि हिँडौँ है हल्ला सुनिरहेको छ के अरे मुगलिनमा चाहिँ बाढी पहिरो आइरहेको छ तपाईँहरू चितवन अथवा चितवनबाट काठमाडौँ यात्रा गर्दै हुनुहुन्छ भने एकदम होसियार भएर निक्लिदिनु होला अनि त्यही हो अब म औषधि टक्क च्वाट पार्छु है त पानी रेडी खानु त्यो पलङमा पानी के पर्छ के त्यो त जुठा हालिदिन्छ अहिले त्यही हो अनि अब चाहिँ मैले लङ भ्लग पनि हाल्न सिकिसकेको छु हाम्रो उसैबाट र अबदेखि डेली भ्लग आउँछ मेरो भन न अबदेखि चाहिँ मेरो डेली भ्लग आउँछ अनि मैले चाहिँ पहिला सर्ट भिडियो मात्र हालिरहन्थेँ अब यो रेड यस्तोमा दिँदै के रक्सी खान्छ कि हात कामै त तिमीहरू पानी खानु न धेरै अब दबाई खाएपछि दोस्रो दबाई मेरो यो के हो सिरप ड्राई सिरप अर्को चाहिँ के हो कफ सिरप खाइसक्यो होइन अब प्यारासिटामोल ल लास्ट अब चाहिँ पानी खानु हुँदैन है प्यारासिटामोलमा चाहिँ किन अनि त्यो दबाई लाग्दैन नि त फेरि ल छिटो न त फेरि सब्सक्राइब गर्दैन झ्याप खै त्यो दबाई त्यही बाँकी छ अझै बिर्कोमा अनि त्यो दबाई खानु पर्यो नि सबै त्यो चाहिँ तितो भयो होला त्यही त भयो ल अब चाहिँ अब निक्लिनु है दिदी चप्पल देखा दिदी घर पछाडि हाम्रो पुरा अब निक्लिनु पर्छ है पुरा डन्डा पुरेको हाम्रो निक्लिनु पर्छ तितो भयो हेर कहिले गिरेको झिकाइदिने भनेको हुन्न निक्लिनु है यस आई एम रेडी के भन्नु अब मेरो होइन अब एडिन ब्रदरलाई होइन
सबले सब्सक्राइब गरिदिनु होला हैन है मेरो सब्सक्राइबरहरू पनि यता गएर हेरिदिनु होला हैन एडिनजीको भ्लग एकदम दामी हुन्छ है दिउँसो 10 लागेछ केटाहरु तास खेल्नु पर्यो तास ल ल चल पल तास खेलेर भिडियो बनाउँछु ल केटाहरु ल म चाहिँ रेडी छु गाइस ल उता मामा बोल्दै हुन्छ तपाईँ बारे बजे तपाईँ के बोल्न चाहनुहुन्छ हेरिदिँदै अब आगो त पानी परे बाहिर बाजे पत्र कतै गएको उता देखे हैन छोरा लगाएर आउनु पर्यो कस्तो गनाउँछ कि टिका है मैले पर्दैन नजा ज्वरो आहा 1-2 दिन भयो मलाई पुरै हुन्छ अब अलिक पहिला भन्दा आजले बोक्छु नि बिना फुक्सँग खाने यार ल तपाईहरु चाहिँ हुन्छ नि टिका लाउन जानुभयो कि नै टिका लाउन जानु भयो कि अडी तपाईहरुलाई चाहिँ भरतपुर 24 चितौडमा त्यो 20 के अरे बा होटल खोज्दै हुनुहुन्छ भने धम्पुस ग्रिन भ्याली रेस्टुरेन्ट एड कटेजलाई सम्झिनु होला यहाँ खाना बस्नको लागि एकदम सुविधा तथा बस्नको लागि खाना त्यस्तो राम्रो हो अनि अर्को भनेको एबी खाजा घरमा पनि राम्रै छ होइन ध्रुव चोकमा अनि त्यो धम्पुस ग्रिन रेस्टुरेन्ट एड कटेजमा चाहिँ त्यो एबी भनेको ध्रुव चोकबाट 20 मिटर दूरीमा रहेको छ यो होटल चाहिँ यो ग्रिन भ्याली रेस्टुरेन्ट टक्क ब्लगबाट आउँदै होइन आइफोन कसैले सोसिल लानु पर्यो अनि ल है त टक्क है बस्नु लाग्यो तास खेल्नुपर्छ केटाहरू है यस्तो हुन्छ चट्ट भएर हेरिसकेको छौँ बिन्सु आयो दिदी दिदी हेर्न कति राम्रो टी सर्ट हेर्न कस्तो टी सर्ट आयो त्यो पनि फोरै हो त हजुर आउनु भएन दक्षिणा दिइहाल्छ बुढोले तास खुल्यो अहिले टी सर्ट 120 हजुर दिदी सन्चै हुनु जाने ल जाऊ दिदी हेर्नु न ज्वरो आएको मान्छे साथ छैन आउँदैन पहिला के हुन्छ मलाई लाग्छ त्यो लाग्छ अनि यो बिर्सा जेठीलाई चाहिँ अलि आयो दिन्छ रोस्ती भुजेल जेठो एट्री थापा पकाएर भयो
माइलो अब बिन्सु कान्छी बिन्सु बुझेल कान्छी घरको जेठी के रे साइला हो माइला रे माइला त्यो त बोलेको छैन अनि तिम्रो ल यो चाहिँ यो ठुलो घर चाहिँ बाजेको टिका लगाएर अब म आएको पार्ट 2 मा चाहिँ देखाउँछु के भए भनेर है टिका लगाइ फर्किनु है।